हेलो एंड वेलकम बैक टू न्यू डे न्यू रिएक्शन वीडियो। काफी दिनों के बाद धेरै दिनपछि फेरि हामी आइसकेको छौँ रिएक्सन भिडियो कुनै ढिला नगरिकन सुरु गरौँ। नमस्कार, तपाईँको नाम भनिदिनुहोस् न थोरै। विष्णु घिमिरे हो। अनि तपाईँ त बालेन शाह जस्तो देखिनु हुँदो रहेछ त। आज राष्ट्रिय स्वतन्त्र पार्टीको अहिलेको समग्र देशको भनौँ नाच्दै अहिलेको अवस्थामा अलग लेभलको भन्दा के छ तपाईँको एजेन्डा? अब यो एजेन्डाको बारेमा चाहिँ त्यो पुरै किताबै पढ्नुपर्छ के भाइ। आशिका तामाङ भनेको महिला क्षेत्रमा एउटा महिला बालेन हो है। हामीले त्यो किसिमले बुझेका छौँ। के बोले भाइ? के बोले? रवि दाइले हिजो चाहिँ उहाँहरूलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी आतंककारीहरूको अनुहार कार्यकर्ता साथीभाइले हेर्नु यिनीहरूलाई कुछ ज्यादा नहीं हो गया। अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भएको। यो बेलामा जो पछाडि बसेर हल्ला गरिरहनु भएको थियो, जसले सल्लाह दिइरहनु भएको थियो, उहाँहरूले नहल्लिएर सिट बेल्ट बाँधेर चुपचाप बसिदिनु भयो भने अझै जनतालाई न्याय हुन्छ। गोल हाल्नुहुन्छ बालेनजीले। गोल कति गोल हालिसक्नुभयो नि? सुकुम्बासी हान्नुभयो होइन, कर्मचारी युनियनमा गोल हान्नुभयो, विद्यार्थी युनियनमा गोल हान्नुभयो। हर्क साम्बाङ जस्तो मान्छे यो देशमा न पहिला जन्मिएको थियो न पछि जन्मिन्छ। जन्मिँदैन? जन्मिनु पनि नपरोस् भन्छन् के जनता हो। जन्मिनु पनि नपरोस् भन्छन् के जनता हो। उम्मेदवारको नाम त पहिलो महाधिवेशनलाई चाहिँ कसरी हेर्नु भएको छ? त्यो त अब पानी त सफा होला होइन, एउटा टिमले काम गर्ला। महाधिवेशनलाई चाहिँ कसरी हेर्नु भएको छ? ठुलो पार्टीको चस्मा लगाएर हेरिरहेछ। नाटकै हो, नाटकै हो, नाटकै हो, नौटंकी नै हो, यो नौटंकी नै हो। कडा सुने चाहिँ के को लागि हो दिदी? कडा सुने चाहिँ के को लागि हो? दुब्लो छु पातलो छु भिड्ने च्यापेर मर्छु कि भनेर। हाय हाय होय होय। म हार्दिक अनुरोध गर्न चाहन्छु। अनि माई चाहिँ चोदता खच्यार 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 राम के हुने जनता र हावामा धेरै समानता छ। जनता र हावामा समानता छ, यो दुईटा कसैको पनि हुँदैन। जनता र जनताको भोट भनेको हावा जस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ कहिले उताबाट चल्छ भनेर चिन्ता लिनु भएको छ। हामीले कुनै हावा चलाएका छैनौँ, हामीले बाढी ल्याएर खोला फर्काएको। केन्द्रीय सदस्यमा ल्याउनुपर्छ, माननीय त भइहाल्नुहुन्छ। केन्द्रीय सदस्यमा उहाँलाई ल्याएर भोलि ल्याएर उहाँले देख्न चाहनु भयो होइन? हुन्छु म हुन्छु म चाहना पुरा होइन। हामीले भनेपछि भयो, सबै आशिका तामाङले चाहेर चाहिँ हुँदैन। हिजो एउटा फोटो भाइरल भएको थियो नि, त्यो विषयमा के फोटो भाइरल किन बनाउनु भयो त? तपाईँहरूले के बनाउनु हुन्छ? गड्याङ गुडुङ आवाज आइरहेका छन् महाधिवेशन स्थलबाट। कहाँबाट? हिजो अब पानी परेको गड्याङ गुडुङ चाहिँ एउटा गड्याङ गुडुङ हो। ग्रहण गर्न अनुरोध गर्न चाहन्छु। अब 3 दिनका लागि सबैजना चितवनतिर लागे। अब म चाहिँ सिंहदरबारतिर लाग्नु। कोही नभएको बेला जय माटो यसो कुरो मिलिहाल्छ कि? ल हेर्नुहोस् त, ल हेर्नु न त्यसलाई आफ्नै पारामा के भन्ने, न गाली दिन मन लाग्छ न कराउनु मन लाग्छ बिचरा। हेर्नुहोस् न, उमेर 55 को दिल 55 को। ल हेर्नुहोस् न बिचरा। ए मान्छे राम्री हाँसो झन्कियोर हो, एक दिन तिमीले देश खान्छे उसियोर हो, अन्ति तिनी निनी। राष्ट्रपाकी सांसद श्रद्धा कोरलाई देखिरहनु भएको छ। साथमा सुलभ खरेलसँग जम्का भेट भएको छ। अहिले केन्द्रीय सदस्यको उम्मेदवार तिनी पहिला चिल्लो कोट लाएर
स्टुडियोभित्र बसेर पत्रकारिता गर्थे, अहिले पसिना काटेर तपाईँ आफै पत्रकारिता गरिराख्नु भएको छ। नेता कस्ता होला त्यो कुरा तपाईँले बुझ्नु पर्यो नि त। के बोले भाइ? नमस्ते नमस्ते नबोलौँ भन्छु, बोल्ने दिन आइहाल्छ है। अर्थमन्त्री विष्णु पौडेल पक्राउ पर्नु पर्यो भर्खरै तपाईँको सरकारले। पूर्व अर्थमन्त्री विष्णु पौडेल सरकारले होइन होला, पुलिसले होला कि अख्तियारले होला। हाम्रो प्रधानमन्त्री सम्मान्य प्रधानमन्त्रीज्यू पनि तपाईँ कस्तो दिनुभएको छ भन्दाखेरि एकदम स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस। आइन्स्टाइनले के भनेका थिए भन्दाखेरि यु क्यान नट सोल्भ अ प्रब्लम विथ द सेम थिङ्किङ द्याट क्रिएटेड प्रब्लम। र मलाई पुरा विश्वास छ हाम्रो प्रधानमन्त्री अलग लेवल का ही बंदा है भाई, अलग लेवल का ही बंदा। मतलब वो अलग ही लेवल का बंदा था। चोकतिर यार, चोकतिर केटा, चोकतिर म यहाँ चोकतिर। जब संसदमा चाहिँ एउटा हर्केले चाहिँ पुरै चाहिँ कस्तो बनाए नि, त्यसलाई चाहिँ 5 करोडको मुद्दा लगाएर त्यसलाई निकालेर 5 वर्षमा सका पर्न पर्यो। आज भोलि पर्सि चाहिँ हामी पार्टीको बारेमा सोचौँ र त्यो पछाडि 5 वर्ष देशको बारेमा सोचौँ। धेरै धेरै धन्यवाद। सम्झाएको होला नि होइन र? हामीलाई सम्झाउन जरुरी छैन। हाम्रो जस्तो गति नहोस् भनेर सम्झाउनु भयो। बिरामीले आएर डाक्टरलाई सल्लाह दिन जरुरी छैन। दाइ भाउजूलाई भगाएर लकटेर यहाँ हामीलाई सुशासनको क्लास दिन पाइन्छ। जसले बाख्रा पालनको नाममा करोडौं रुपियाँ भ्रष्टाचार गरेको छ उसले आएर हामीलाई क्लास दिन पर्दैन। उसले आएर रवि लामी शाहलाई पढाउनु पर्दैन। उसले आएर बालन शाहलाई राष्ट्रियताको कुरा पढाउनु पर्दैन। आतंककारी, भ्रष्टाचारी, बलात्कारीहरूले आएर हामीलाई सुशासनको क्लास दिन जरुरी छैन। दिवालीको हकमा त उहाँ कुनै सेवन गरेर आउनु भएको त थिएन। फेरि त्यता पनि नजानुस् न तपाईँ। यो फेरि मैले पनि भने मैले उता भनेर देखाएँ भने उता हेर्नुहोस्, मेरो औँलामा नहेर्नुहोस्, यो औँला कालो रहेछ भनेर हेर्ने होइन। पार्टी सदस्यहरू 5 लाख छन्, 6 लाख छन्, 10 लाख छन्, कति हुन्छन् थाहा छैन। डिप्रेसन ठिक भन्नुभयो। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा, तर राप्रपालाई नदिएर बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका मान्छेहरू छन्। राजा लिङ्गदेन भनेको त मान्छे के हुन् भने IRI को मेम्बर होइन भाइ? IRI। अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। IRI को मेम्बर हुन्। मसँग प्रमाण छ। जुन IRI NED के अरे के तन्त्र हो यो? अब गणतन्त्र हो कि गेडातन्त्र हो यो? गाडीमा एक्सिलेटर सँगसँगै ब्रेक पनि राखिएको हुन्छ। ब्रेक र एक्सिलेटरको समुचित सन्तुलन भएन भने एक्सिलेटर मात्रै थिच्दा दुर्घटना पनि हुन सक्छ। त्यस्तो चिन्ता चाहिँ लोकल रोडहरूमा हिँड्दाखेरि गाडी सिधा गइराख्दाखेरि कहिले लेफ्टबाट गाडी आउँछ, कहिले राइटबाट मान्छेहरू आउँछ। तर हाम्रो गाडी लोकल रोडमा हिँडेको गाडी होइन, हाम्रो एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। जहाँ औँला उठाउनु पर्ने औँला उठाउँछौँ। सरकारको एउटा जिम्मेवार मन्त्रीले कुनै एउटा नागरिकलाई रुखमा बान्नुपर्छ, खुट्टा भाँच्नुपर्छ भन्यो भने औँला उठाउँछौँ। अख्तियारलाई 5 घन्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने हामी 5 घन्टा मात्रै होइन 5 वर्ष गर्छौँ। एउटा राम्रो नेता बन्नलाई, एउटा राम्रो राजनीतिज्ञ बन्नलाई जनताको आस्था, जनताको माया जित्नुपर्छ। कुनै समूहको मायाले हुँदैन। त्यही भएर समूह बनाउने पछाडि नलाग्नु होला। त्यस्तो बिउ अहिले नै नरोप्नु कि त्यो बिउ भोलि रुख बनेर बिचबाट फाड्नु परोस्। गजब बेइज्जती है। हर्कजी, तपाईँ त साँच्चै दूरदर्शी नेता हुनुहुँदो रहेछ। त्यसैले रासपा अधिवेशनमै नआउनु भएको रहेछ। यहाँ त जबरजस्ती घन्टी हल्लाउनु लगाइदो रहेछ। म त नचाहँदै लुकी लुकी भए पनि घन्टी हल्लाउन बाध्य भएँ। भएको अलिअलि कङ्ग्रेसको इज्जत पनि माटोमै मिल्ने भयो। आउनु भनेलाई कसरी दिनु छ यसलाई? अब यत्रो मान्छेको अगाडि मुख कसरी देखाउने? मुख देखाउन लायक पनि त हुनु पर्यो। है शाम बड़ी दीवानी, धीरे धीरे बन जाए न कोई
बाई बाई।